मृत्युदेखि किन डराउनु छ? मर्नु त छँदैछ, नमरेको को छ र? अजम्बरी को छ र? म 500 वर्षदेखि बाँचिरहेको छु भने को छ र? बा गए, हजुरबा गए, बुढा हजुरबा गए, हाँसी हाँसी विपुल दुःखको गर्तमा फाल हानी कालै आओस् तपनि खुसीको हर्षगाथा सुनाई बढ्ने छुके डर मर्नको एक बाजी सबैले मर्नै पर्ने बुझी प्रकृतिको देह हो ऐन फेर्ने भनेपछि मर्न कि डराउनु छ? यसको अर्थ अहिले गएर आत्महत्या गर्ने भने होइन। आत्महत्या भने के? अहिले बरु आत्महत्या भनेकै यही हो, आफूलाई नबुझ्नु नै आत्महत्या हो। त्यसकारण यो दुःख भोग्ने परमेश्वरै हो, यो देह उनको रहने घरै हो, यो भत्कँदा दुःख अवश्य हुन्छ, सुटुक्क सामान लिएर जान्छ भनेपछि परमेश्वर ईश्वर बस्ने मैभित्र सबै केन्द्र मै हो, म छु। त्यसकारण राधाकृष्ण मन्दिर हो। तपाईँ भावना र राधाकृष्ण मन्दिर हो। मै मरेपछि के को राधाकृष्ण मन्दिर, के का पशुपति मन्दिर? त्यसकारण सबभन्दा पहिलो खुसी, पहिलो सन्तुष्टि आफूलाई चिनियो। यो संसार मेरो वरिपरि बन्या हो, त्यसकारण आफू छु, त्यसकारण यो संसार छ, मेरै वरिपरि बनेको संसार हो। म छु, त्यसकारण गाडी छ, म छु, छोरा छ, म छु, छोरी छ, म छु, श्रीमान छन्, म छु, श्रीमती छिन्, त्यसकारण मेरै वरिपरि बुझ्या हो। त्यसकारण म भन्ने चिज नबुझिकन मरियो भने अनि गइयो।